Guys, welcome back to my channel again. सबैजनालाई सो आज कहाँ जाँदैछु भने चाहिँ एकदम हामी चाहिँ घुम्नु जानु आँटेको छौँ गाइस। सो या ल तपाईहरु भन्नु त के कुरा गर्दै छ आमा यताबाट किन्छ हेलो भन्नु हेलो हैन त हेलो भन्नु त हेलो आपा हेलो शिवानी आपा कहाँ जान नाट्नु भयो भाग्यमानी हुनु हुन्छ ल हाई बेबी हाई यस मम्मी जी नेपाल गएको नेपाल कहाँ नेपाल कुन जग्गा के ल्यान्ड डिस्नील्यान्ड हामी डिस्नील्यान्ड गएको हेलो हामी कहाँ गएको हामी नेपाल जाँदैछौँ कता कता नेपालको कुन चाहिँ जग्गा ह्याप्पील्यान्ड मम्मीले दाइले डिस्नील्यान्ड गएको नेपालको डिस्नील्यान्ड ह्याप्पील्यान्ड हो पछाडि हेलो निमो हाई हेलो पप्पाजी हामी कता गएको हामी ह्याप्पी लाइन भन्ने जग्गा गएको हो यस दुईटा ह्यान्डसम ब्रदरहरू कहाँ गएको तिमीहरू अहिले त हामी यहाँ बसिरहेको छ यहाँ के ट्याक्सिसहरू उयो गर्नुको लागि नेपाल जानु आँटेको मतलब नेपाल गर्न घरकै गाडी लिएर आएको थियो सबैजना भित्र छ अब त्यो जानु आँटेको यस गाइज वी आर एक्साइटेड अब हामी जानु आँटेको ल सो अहिले त हामी नेपाल बोर्डरमा छ सो हामी त अहिले यहाँ बोर्डरमा छ हाम्रो चेकिङ हुन आँटेको छ सो हामी त नेपाल हामी नेपाल पुगे पछि बोर्डर अहिले क्रस गर्यो अब चाहिँ हामी नेपाल पस्यो गाइस जाँदैछ ह्याप्पील्यान्ड सबैजना बिजी छ सबैजना बिजी आमा आपा अगाडि हामी चाहिँ भान्सर काट्नु पस्दैछ हामी खाना खान्छौँ अनि हामी यस ब्रेकफास्ट गर्न आँटेको छ सबैजना एकदम एक्साइटेड हामी चाहिँ अहिले भान्सर काट्नु आइरहेको छ यहाँ तल सो सबैजना बिस्तारै बिस्तारै गर्दै झर्दैछ ल मम्मी झर्यो बल्ल पछाडिको बन्दकहरू त निक्लिँदैछ ल बडालाई के भन्नु छ नमस्ते दर्शकवृन्द हो हजुर हामी नेपाल छिरिसकेको छु यसमा हाम्रो परिवारलाई घुमाउनुको लागि आमा आप्पादेखि लिएर छोराछोरी सबैलाई लिएर गएको छु अंशुले ब्लग बनाउँदैछ त्यसमा चाहिँ राम्रोसँग कमेन्ट र राम्रोसितले उयो गरिदिनु सेयर गरिदिनुहोस् धन्यवाद हेलो गाइस सो आज चाहिँ हामी ब्रेकफास्ट खान आँटेको छ सबैजना हेर्नु सबैको भिडियो गर्दैन अघि भिडियो गर्दैछ आलु त बोक्नु आफ्नो आफ्नो पकाएर बढीले चाम्रो हाल्दै दिनुहुन्छ हो हामी चाहिँ यहाँ सर्भिस चाम्रो अरे चाम्रो मलाई हुन्छ ठुलो मान्छेहरू यो त घरबाट ल्याएको ब्रेकफास्ट हो सो सबैजना यहाँ राखेर खाँदैछ सबैको प्लेटमा आफ्नो आफ्नो यहाँ चाहिँ दिइरहेको छ प्रसाद जस्तो खाइरहेको छ भाइहरू उसले पनि बोकेर राखिरहेको छ हामी भान्सरदेखिको हिँड्नु आँटेको छ सो अब त हामी भान्सर काटेर यहाँ काकारे भित्रदेखिको बिर्ता मोड जानु आँटेको छौँ सबैजना गाडीमा बसिसकेको छ अब म पनि बस्नुको सो अब चाहिँ निक्लिन आँटेको सबैजना सो अहिले त हामी निक्लेर काकारे भित्र बसिसक्यो लागे हामी काकारे भित्र
Last 1 kilometer. Finally, guys, Happyland. Bro, are you guys excited? हामी आइपुग्यो अहिले त बल्ल सेल्फी डाँडा ह्याप्पील्यान्ड आइपुग्यो हामी गाइस हेन्सम घोडा है सो हामी त आइपुग्यो अहिले ह्याप्पील्यान्ड ओ वेट हाई नायो ल सबैजना निक्लिँदैछ हेन्सम बोइजहरू यहाँ कस्तो दामी अब झर्नुहोस् है ल बिस्तारी हापा गाइस हामी त अहिले ह्याप्पील्यान्ड आइपुगिसक्यो सो चढ्ने हो जाने हो इन्जोय गर्ने हो है यही एक्साइटेड एकदम एनिमल्सलाई चाहिँ बाँधेर राखेको रहेछ त्यहाँ फाइनली ह्याप्पील्यान्ड बडा त गोवामा आएको छु त गोवा भाइ यस छोटा गोवा सानो गोवा ठुलो गोवा अङ्कित हाम्रो खिदेऊ न इन्ट्रेन्स त यस्तो रहेछ हामी चाहिँ भित्र पस्दैछौँ सबैजना अनि तपाईहरु निस्किँदा के उता होला ताजमहलबाट है बाहिर ताजमहल हजुर यो त इन्ट्रेन्स वान वेबाट रहेछ निस्किनु पाउँदैन रहेछ त अघि हामी यहाँ आउन पाइन्छ यहाँ ठ्याक्क अगाडि यहाँ त्यही त सो इट्स सो ब्युटिफुल मलाई खिच्नु कि भाइ अपा जाउँ ओ माई गॉड यहाँ चाहिँ ठुलो खाले साइकल फाइनली वेलकम टु ह्याप्पील्यान्ड पा कस्तो लाग्यो मलाई भर्खर त गरम बेसी लाग्दैछ अहिले गरम मम्मीको त फोटो सेसन चलिरहेको छ हो सो चाइना प्लम लो इन्डियाको म्याप वर्ल्डको म्याप गाइस पानीसँग इन्डियन ओसियन लामारापति बस्नु सो यो चाहिँ भित्रपट्टि इट्स सो ब्युटिफुल सबैजना ह्याप्पील्यान्डको चाहिँ यहाँ रहेछ रेस्टरुम एक्जिट यो सबै यहाँ देखाइरहेको रहेछ द फेमस चराको गुड यहाँको होइन अनुभव हो कि होइन भन सो हामी चाहिँ अहिले के अरे नैमाङ के छ अरे त्यहाँ अम्बो फिस पुरा रहेछ यहाँ अम्बो गाइस ओ माई गॉड के ब्युटिफुल यहाँपट्टि हेर्नु यहाँपट्टि जाम गोल्डन फिस पुरा माछा खायो अरे कि त्यहाँ छुट्टुना र भाँच्दै दे त चराले गोल्डन फिस आपा अब म आज आप्पाको भिडियो फोटो मात्रै खिच्नु आप्पा अब बाजे भएको फोटो खिच्ने अरे बाजे भएको जान्छ होइन यता आउनु अनुभव बडा टिकट पर्दैन भन्दै थियो त इन्जोय सुखबीर अङ्कल इन्जोय ए सुक्दिले बोकिरहेको छ गएको ल आपा आपा अगाडि कुदाउन आँटेछ खिच्देऊ न के डेन्जर सिङ पाउँथ्यो
यहाँ फोटो खिचौँ न हामी यस्तै बुद्ध भगवान रहेछ माथि एलिगेटर डल्फिन सबैजना यहाँ फोटो खिचिरहेको छ भाइहरू पिङ जान आँटेको छ हुन्छ ल खेलिरहेको छ सबैजना यहाँ माथिबाट नइमाङहरू म खेल्दिनँ बहिनी जाउँ ल हामी डान्सिङ कटेज रहेछ यहाँभित्र डान्सिङ कटेजभित्र पसिरहेको छौँ वाउ ताजमहलहरू पनि छ थाक्यो आर यु टायर्ड आपा थाक्यो बस्नु गरम भइसक्यो थाक्यो थाकेको छैन एकदम बेसी गरम भयो तपाईँ थाक्नुभयो मम्मी त थाक्दैन अल टाइम यहाँ चाहिँ सबैजना खेलिरहेको छ म त खेलिनँ ड्रेसले हुँदैन मेरो एकदम धुक 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 खालको एक्सपिरियन्स म तल झर्दा मुतौला जस्तै भएछ डर छेडुवा सट्टै तल झर्छ पिसा पाउँछ फेरि उकालो जाँदा केही हुँदैन अब चाहिँ हामी गएको स्विमिङ पुल खोज्दैछ अब भेटेको छैन स्विमिङ पुल स्विमिङ पुल भन्छ स्विमिङ पुल चाहिँ हामीले भेटेको छैन अहिले फेरि त्यो खेल्दा फेरि यता उयो गर्दा त्यतिको हुन्छ Too much. गरम है आज आपा त्यसमा मेरो नि केही छैन पापा मेरो यहाँ छ एउटा जामा मात्र त्यहाँ मैले त अर्को बोकिदिइरहेको छु पानी ल्याएन लेट्स गो पापा नखेल्ने रोटी पिङ त्यो नेपालको फोटो रहेछ यहाँ चाहिँ एनिमल्सहरू रहेछ यता स्पा फिस स्पा सो यहाँ चाहिँ अब स्विमिङ पुल छ भन्दैछ बहिनीहरूले एक्साइटेड हामी ओ माई गॉड देयर इज अ मिनी स्विमिङ पुल मिनी ताजमहल इट्स सो ब्युटिफुल यो चाहिँ ताजमहल ब्युटिफुल ताजमहल फोटोग्राफी भइरहेको छ सो भित्र चाहिँ ताजमहल रहेछ घुम्ने जग्गा चाहिँ पुरै रहेछ यहाँ मम्मी र बहिनीको सुटिङ भइरहेको छ यहाँ ओ माई गॉड इट्स सो पिसफुल त्यो भित्र केही छैन मार्बलको यस्तो रहेछ ओ माई गॉड इट्स सो ब्युटिफुल यदि तपाईँहरूलाई फोटो खिच्नु छ भने चाहिँ यु गाइज क्यान कम हियर अनि राम्रोसँगले एक्जिट त्यो साइड रहेछ त्यो साइड वाटर पार्क सबै यो साइडपट्टि रहेछ नि त यहाँ चाहिँ टिकटकमा फेमस भएको पिङ रहेछ यसलाई चाहिँ टिकटक पिङै भन्दो रहेछ सो अब हामी जाँदैछौँ टिकटक पिङ यहाँ चाहिँ पुरै लाइन चाहिँ भिडियो बनाउने मान्छे अब चाहिँ हामी गर्न आँटेको म जान्छु म एक्लै जाने भित्र बसेको गाइस फाइनली स्विमिङ 7 किङडम जस्तो लाग्यो म त इट्स सेम क्या 7 किङडम र यो चाहिँ वाउ Gone. So what we smoke we just having fun. Guys, so अब हामी चाहिँ स्विमिङको लागि रेडी हुन आँटेको छ Guys, we are here at Dreamland. I mean, Happy Land in Nepal. And here in the my family, and this is the pool. This is really nice. I'm really actually
दा छिटो छिटो जेठी नाचेको थिएँ सातवटा 174 140 थ्याङ्क यू अङ्कित दादा यहाँ चाहिँ नेपाली घर रहेछ सो अब चाहिँ हामी सबैजना कहाँ जान आँटेको छ मिनी जूपट्टि जाँदैछौँ Oh my god, it's so beautiful. Mini zoo को छेउ सबैजना अगाडि नै रहेछ ओ माई गड राजु बाजेको कुखुरा यहाँ रहेछ मम्मी पिकअप त्यो टर्की के रे सेम टु सेम मागिराख्यो दिदी साजु नाइस नाइस अङ्कित गाइड हेन्सम केटा कस्तो फिल हुँदैछ आज यहाँ त डस्टबिनले डोको रहेछ नि त लु जाउँ है उकालो पाइन ट्री घर जाउँ अरे आमा र आपा खोइ माथि जाउँ न हेरौँ न के रहेछ मलाई किन यस्तो लाग्यो यो उकालोमा मेरो बडा सबभन्दा बेसी थाकेछ कलरै चेन्ज भयो बिचारा के हत्तु नै छ साँच्ची नै गर्ने लु न लु जाउँ होइन लु जाउँ लाइनको हामी सफर गरिरहेछु अनि हरियो मकै पनि पाक्ने बेला भएछ र अहिले स्विमिङ सकेर अब हामी जिप लाइन दुईजना हामी जाँदैछौँ सबैले छोडिसक्यो अब एकजना एक्सनमा बसिरहेको छ फोटो खिच्नुको लागि हामी चाहिँ जाँदैछौँ हावा दामी चलिरहेको छ यहाँको ओ माई गड त्यो फाउन्टेन साह्रै दामी रहेछ यता मेरो फ्यामिली के भयो यहाँ ओ माई गड पिङ खेल्नु पनि टर्न पाउँदैन आज हामी सायद निकै मान्छे भएको त लागेको कठाबास हो कि के हो भनिदिनुहोस् होला लौरो बनाउने भन्छ जग्गै छैन रहेछ पिङ खेल्नुको लागि यहाँ त तपाईँहरू आउनुभयो भने त भ्यू चाहिँ राम्रो फोटोग्राफीको लागि ओ माई गड मैले चिनेको मान्छेले खेल्दैछ वा ओके
लु आमा छोडी खेलेको हामी त लु बल्ल लु मम्मीलाई अब उचाल्नु सक्दैन मम्मीले यो साह्रो सानो सानो नानीहरू खेचिरहेको छ के साह्रो सानो सानो नानीहरू खेल्लाको हो दिनु भिडियो लु 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 हल्डा 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 रे ल आए आए सानो सानो नानीहरू खेल्ला छ ओ जा घुम्लै नैमाङ यता मेरोबाट गरिदिनु हुने पहिले यहाँ खुट्टा छिर न हौ त्यहाँ अब अब यो भन्दैछ महारानी पढ़ा रही है रंग को महारानी रंगू की महारानी पधार रही है अहिले हामी अर्को नयाँ गन्तव्यमा आएको छौँ के हो यो प्लिज एक्सप्लेन कस्तो दामी फोटो आयो हौ सबै भिडियो भइरहेछ खै नानी नानी हेरेको थिएँ म त नानी कुदिसक्यो त्यहाँबाट बढी बढी त्यहाँ चाहिँ कोलम्बस रहेछ गाइस अहिले खेल्ने हो कहाँ अङ्कित लु खेला छिटो जाऊ न ऊ यहाँ ठ्याम्मा नथ्यो दिदी छिटो जानु न पट्या बढी हेराउनु छ सुरु भयो हौ
आज हामी नेपालको प्लेनमा चढेर सिलगढी झर्नु आँटेको छौँ सबैजना। सबैजनाले आफ्नो आफ्नो पासपोर्ट ल्याएको होला प्लेनमा चढ्नु। जा भाइ हाई भन। सो अहिले त हामी सबै घुमिसकेर निक्लिँदैछ यहाँबाट। मलाई जिप लाइन खेल्नु दिएन पापाले, नेक्स्ट टाइमको लागि राख्नु अरे, अरू सबै खेल्यो त्यो घेराएर। सो या गाइज अब घर फर्किन्छु, घर फर्केको हल्का भ्लग बनाउँछु, सायद खानाहरू खान्छ होला, खानासाना खायो त्यति गऱ्यो ल। मम्मी नेक्स्ट टाइम हान्दै मम्मी नि स्विमिङ गर्छ जस्तो हामीले गऱ्यो है मम्मी। ओके मम्मी नेक्स्ट टाइम। ओके जुत्ता नि लाउनु दिएन अरे। एक्चुअली आजको मौसम बिहान त आउँदाखेरि पानी परिरहेको थियो, यहाँ आउँदा घाम लाग्यो। सो वी आर सो कन्फ्युज अहिले। सो हाफेन बेस्ट। सो अब त निक्लेको एक्जिट। बाई बाई गाइज। सबैजना फोटो साटासाट पुच्काको भुकाहरू अनि तपाईँहरू पछि त पुग्छ घर हामी कहिले पुग्छ बाटोमा नेदे अहिले त पुच्का खाँदैछ। How is it? Good. Oh, you like it? Oh, they like it. You too. What's the way? I'm so sorry. I'm sorry. तिमी नि खाऊ। पनि लाइक ट्रिप विदाउट फुड त इन्कम्प्लिट हुन्छ। सो यो चाहिँ लास्ट वान। हामी खाना खान आँटेको छौँ। खाना खाँदै यहाँ चिकन दा चस्कामा आइरहेको छौँ। कता जानेहरू? सोधेर ल्याएको